सुर्खेतको वीरेन्द्रनगरतिर करेखोलाका महिला दिदीबहिनीहरूले सञ्चालन गर्नुभएको बलियो सामुदायिक संस्थाको रूपमा रहेको नमुना गाउँ कृषि महिला समूहको कथा पर्यावरणीय कृषि चौतारी भिडियो श्रृङ्खला अन्तर्गत प्रस्तुत गर्दैछौँ। DCA नेपाल मार्फत डानिडाको आर्थिक सहयोगमा जैविक विविधता अनुसन्धान तथा विकासको लागि स्थानीय पहल लिबर्ड र सोसेक नेपालद्वारा कर्णाली प्रदेशका सुर्खेत, दैलेख तथा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा सञ्चालन गरिएको परियोजना हो। यसको उद्देश्य साना किसान, विशेष गरी महिला र युवाहरूका लागि जलवायु तथा लैङ्गिक उत्तरदायी कृषि प्रणाली र हरित उद्यम मार्फत दिगो जीविकोपार्जन प्रवर्धन गर्नु हो। यस परियोजनाको सिकाइमा आधारित यो भिडियो श्रृङ्खलाले पर्यावरणीय कृषि सम्बन्धी जानकारी प्रदान गर्दछ। पर्यावरणीय कृषि भनेको रैथाने ज्ञान, स्थानीय स्रोत र प्रकृति मैत्री अभ्यासमा आधारित दिगो खेती प्रणाली हो, जसले जैविक विविधता संरक्षण, प्राकृतिक स्रोतहरूको दिगो उपयोग र कृषकहरूको अधिकार तथा भूमिकालाई सम्मान गर्दै उत्थानशील कृषि प्रणालीको विकासमा जोड दिन्छ। यही अवधारणालाई व्यवहारमा लागू गर्न लिबर्डको ग्रिन कर्णाली परियोजनाले पर्यावरणीय कृषिका 10 तत्त्व र 13 सिद्धान्तलाई 7 वटा स्थानीयकृत सम्भागमा रूपान्तरण गरी कार्यान्वयन गरेको छ, जसले दिगो कृषि प्रणालीका विभिन्न पक्षहरूलाई समेट्छ। यसै श्रृङ्खला अन्तर्गत आज हामी पर्यावरणीय कृषिको पहिलो सम्भाग कृषकहरूको बलियो सामुदायिक संस्था विषयमा तयार गरिएको पहिलो एपिसोड प्रस्तुत गर्दैछौँ। विषादी रहित तरकारी लगाएपछि उत्पादन गर्न सकिँदो रहेछ, धैर्यता रहनु पर्दो रहेछ भन्ने यसको जानकारी भयो। ताजा तरकारी खान पाइन्छ। पहिला अब किनेर खाइन्थ्यो भनेपछि अहिले त ताजा आफै टिप्यो खायो, राम्रो भयो। अब ओडासँग जानु पर्यो भने हामी अब के को लागि ओडामा गयौँ त त्यसको अब एउटा समूह बसेर छलफल गरेर एउटा निर्णय लेखेर हामीलाई यो खालको कार्यक्रम चाहियो अथवा हामी यो खालको कार्यक्रमबाट जान लाग्यौँ, हामीलाई यो खालको सिफारिस दिनु पर्यो ओडाले, अनि हामी यहाँ गएर यो चिज माग गर्छौँ भनेर त्यो तरिकाले हामी त्यहाँका दिदीबहिनीहरू आफ्नो क्षमता प्रस्तुति गर्न प्रधानमन्त्रीसँग समेत गएर यहाँ समूहका बारेमा कुरा राख्न सफल भएको अवस्था छ। सबैजना नमस्कार। आज हाम्रो नमुना गाउँ महिला कृषि समूहको आज हाम्रो मिटिङ बस्दैछ। हाम्रो समूहमा अब सबै दिदीबहिनी एकजुट भएर समूहमा हुनुहुन्छ। अनि अब अलि ढिलो गरेपछि हामी हर्जना पनि लगाउँछौँ टाइममा नामलाई, समितिलाई र सदस्यलाई पनि हर्जनाको छुट्टै छ। महिला दिदीबहिनी नै जागृत हुने भन्ने कुरा पनि भयो। पहिला गाउँका दिदीबहिनी पनि हामी एकजुट भयौँ। हाम्रो यो समूहमा सबै जाति सबै अपाङ्ग पनि हुनुहुन्छ, जाति पनि हुनुहुन्छ, सबै छौँ। हामी महिला मात्रै छौँ, पुरुष हुनुहुन्न। तर पुरुष नभए तापनि पुरुषहरू हेर्नु आइहाल्नु म त साथ सपोर्ट दिन त होइन आउनुहुन्छ। यस्तै बेला बेलामा उहाँहरू पनि आउने, सुन्ने अनि जाने, त्यसै घरमा पनि साथ दिनुहुन्छ। उहाँहरू साथ न त हामी एक्लै त कहाँ सक्छौँ त नि होइन। उहाँहरूको पनि साथ सपोर्ट पाइन्छ हाम्रोमा। समूहमा त अब सबै एकजुट भएर अब यस्तै चाहिएका कुराहरू माग गर्न सक्ने, अब यताउता अब तरकारी लाउन सक्ने क्षमता वृद्धि, अब नमुना भनिसकेपछि अलि व्यवसाय रूपले तरकारी गरेका छौँ। पहिला त हामी अब आफ्नो घरमा अब थोर तरकारी लगाउँथ्यौँ। अब एउटा नमुना गाउँ महिला कृषि समूह बनाऊँ भनेर, किनभनेपछि हाम्रो गाउँलाई चाहिँ कसरी नमुनाको रूपमा लिन सकिन्छ त, अरूको भन्दा हामीले चाहिँ नमुना गरेर देखायौँ भने भोलि अरू गाउँ समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ त भनेर हामी चाहिँ यो समूह गठन गऱ्यौँ। अब समूह गठन गरिसकेपछि अब हामीले पर्यावरणीय कृषि नमुना गाउँ भनेर अब जस्तै अर्ग्यानिक तरकारी उत्पादन गर्ने, बिना रसायन विषादी प्रयोग नगरिकन तरकारी उत्पादन गरेर त्यसलाई बिक्री वितरण गर्ने, आफूले खाएर पनि अब अरूलाई बेच्ने गरेर अब एउटा स्वास्थ्यको रूपमा पनि राम्रो होस्, सुधार होस् भनेर नि हामीले यो गर्न खोजेको। पहिला त यहाँ घेरबार पनि थियो, अनि अहिले चाहिँ अब भत्केर फेरि अहिले हामी पुनर्स्थापना गर्न लाग्छौँ होइन। अनि सबभन्दा पानीको अभाव भएर अब हामीले अहिले पानी पनि मागेर बोरिङ पनि अहिले आएको छ। अब हामीले त्यो पानी चाहिँ अब 15 लाख चाहिँ कृषि विकास निर्देशनाले सहयोग गर्यो, अनि 5.5 लाख चाहिँ लिबर्ड संस्थाले सहयोग गरेर, अनि उहाँ लिबर्ड संस्थाको पहलमा हामीलाई किनभने उहाँहरूले धेरै सहयोग साथ सपोर्ट दिनुभएको हो। लिबर्ड संस्थाले त धेरै गराएको छ हामीलाई, अनि कच्ची टनेलहरू पनि दिनुभयो। त्यसपछि आएर सिमेन्ट माटो पोखरी, जुठेल नखाडल, विभिन्न किसिमका औजारहरू, हाते औजारहरू पनि दिनुभएको छ। हाते त्यो हुन्छ नि कुरात्मक सामानहरू, अनि विषादीहरू पनि अब अर्ग्यानिक रूपमा जुन ट्र्याबहरू भए
प्रयोग गरेर यसरी हुन्छ भने हामीलाई उहाँहरूले तालिम पनि दिनुभयो। बेर्ना उत्पादन गर्नेदेखि लिएर त्यो बेर्नालाई कति बेलामा लगाउने, कति बेला त्यसलाई गोडमेल गर्ने, कति मोल त्यसमा राख्ने भनेर हामीलाई त्यसरी सिकाउँदै जानु उहाँहरूको पनि साथ सपोर्ट भयो। अनि उहाँहरूले भनेअनुसार हामी पनि दिदीबहिनी एकजुट भएर गर्दै गयौँ। अनि हुँदै त गयो, तर पनि हामीलाई सिँचाइको अलि अभाव हो। यहाँ छलफल गऱ्यौँ, एउटा निर्णय लेख्यौँ। एउटा निर्णय लेखेपछि हामीले यो हामीलाई यो सिँचाइको लागि हामीलाई यो बोरिङ चाहियो भनेर एउटा निर्णय लेख्यौँ। निर्णय लेखेर सबै भेला बसेर हाम्रो सबै उपस्थिति गरेर निर्णय लेखेर सबै यहाँबाट सहमति गरेर ओडामा गएर ओडाले सहमति सिफारिस दिनुभयो। त्यस पछाडि हामी नगरपालिका गयौँ। दुःख गरेर हात नलाग्ने थियो, यसैको लागि पानी बोरिङ माग्यौँ र यसैको लागि धेरै खुसी पनि छौँ। अब हामीले पनि माग्यौँ अनि उहाँबाट नि साथ सपोर्ट भयो। सुरुको प्रोसेस हो, अब अलिकति चिनजानकै कमीले हुँदाखेरि पनि गाह्रै भयो। अहिले अब त चिनजान धेरै भइसक्यो, अगाडि पस्न त हामीलाई गाह्रै भयो। ओडामा त्यस्तो गाह्रो भएन, तर उतातिर जाँदाखेरि त चिन पहिचानमै गाह्रो हुँदो रहेछ। अब चाहिँ हामी धेरै अगाडि गइसक्यौँ, धेरै सरहरूलाई चिनिसक्यौँ। अब यो ठाउँमा गएछ भने यो कोठा यो नामको सरसित जा भनेपछि कुन कोठा जाने भन्ने पनि थाहा थिएन। भनेपछि अब त यो नामको सरसित जानु भने यति नोर कोठा जानु भनेपछि झ्याप्प जान सक्ने क्षमता भयो हाम्रो। एउटा हाम्रो उपलब्धि भनेको चाहिँ हामी अहिलेसम्म हामी यहाँदेखि माथि कसरी माग्न जाने भने हामीलाई त्यो पनि थाहा थिएन कि सर। उहाँहरू आएर हामीलाई ल यसरी जानुपर्छ भने एउटा पैरवीको के अरे वकालत गर्ने पनि यसरी गर्नुपर्छ है भनेर उहाँहरू सिकाइदिएको कारणले गर्दाखेरि समूहबाट ओडा कार्यालय गयो, ओडा कार्यालयबाट नगरपालिका गयो, नगरपालिकाबाट निर्देशालयमा पुग्यो। त्यसपछि त्यो पनि आयो। अनि माग त पहिला सुरुमा त हामीले लिबर संस्थासित माग गऱ्यौँ। अनि संस्थाले पनि हामीलाई केही सिकाउनु भयो, हामीले उहाँले त्यो बाटो दिनुभयो होइन। त्यो कारणले गर्दा हामी त्यहाँसम्म पुगेर पनि त्यति 15 लाख बजेट ल्याउन सफल भयौँ। त्यसमा हामी खुसी छौँ। र अनि 5.5 लाख फेरि हाम्रो लिबर संस्थाले पनि अब त्यहाँ पुग्दैन दिदीबहिनीहरूलाई दुःख छ भने उहाँहरूले त बुझ्नु भएको नि त, त्यही भएर उहाँहरूले पनि त्यो सहयोग गर्नुभयो र अनि हामी चाहिँ त्यहाँ खनेका छौँ। अहिलेसम्म यस्तो दुःख थियो पानीको, अब फरक पनि हुँदै आछ। तरकारी पनि पहिलाभन्दा धेरै लगाउँदै आछौँ। अब पानीको पनि अब यो राम्रोसित पानी आइदियो भने अब धेरै तरकारी लगायौँ भने हरियाली भयो भने नमुना त्यसै होला। संस्थाले मात्रै गरेर केही हुँदैन कि बिचरा होइन। उहाँहरू त आउनुभयो, हामीलाई ल तपाईँहरू गर्नु लाइन त उहाँहरूले केही पनि होइन। गर्ने र उत्पादन गरेर धेरै उत्पादन गऱ्यौँ भने बिक्री वितरण गरेपछि आय आर्जन बढ्छ, हाम्रै बढ्छ। अनि तरकारी खेती गरेपछि अब जस्तै घरमा ताजा तरकारी खान पाइयो। अर्ग्यानिक उत्पादन गरेपछि विषादी प्रयोग नगरेको हामीले उत्पादन गऱ्यौँ भने हामीले खायौँ भने हाम्रै स्वास्थ्य राम्रो भयो, हाम्रै बच्चा बच्चीको स्वास्थ्य राम्रो भयो, हाम्रो साथसाथै गाउँ समाजमा पनि राम्रो भयो होइन। त्यसपछि गएर बिक्री वितरण गर्दाखेरि उहाँ उपभोग गर्ने उपभोक्तालाई पनि राम्रो के अरे पोजिटिभ जाने भयो नि त। त्यस कारणले गर्दाखेरि हामी त्यो गरेर एउटा त्यो सिकाइ चाहिँ भएको छ। ठुला चिजहरू पनि हामी माग्न सक्ने सामर्थ्य भएमा हामीलाई धेरै अधुरा थिए। सबभन्दा राम्रो कुरा त सबै एकजुट भएर अब यस्तै अब लिबर संस्थाबाट हामीलाई सहयोग भइरहेछ। त्यही भएर हामी सबैजना एकजुट भएर गऱ्यौँ भने भोलि हाम्रो गाउँ समाजमा सबै एउटै हो भनेर हामीले गर्नुपर्छ। त्यो गऱ्यौँ भने बल्ल सफल भइन्छ भन्ने कुरा हो कि। यो ठिकै छ सर, यो धेरै राम्रो भएको छ। पहिला अब आफूलाई पनि तरकारी यहाँ यो समूहमा धेरै जति सबै किनेर खाने गर्नुहुन्थ्यो। अब अहिले आफै बेचेर खाने हुनुभएको यहाँ केही पनि थिएन यो समूहमा। अनि चाहिँ अहिले सबै सुविधा भइरहेछ। अब हामीलाई पनि त अब उहाँहरूले ल भनेपछि अब हामीलाई अब काम गर्न हौसला पनि लाग्ने भयो कि हामी काम गर्नलाई। अब उहाँहरू गसेपछि त हामी आफू झन् गसिनु पऱ्यो त। अहिले लिबर मार्फत हाम्रो वडामा करिब 19वटा समूहहरू हुनुहुन्छ। हजुरहरूले त्यो जसरी नमुना महिला कृषक समूहलाई हेर्नुभयो त्यसै गरी सबै त्यो समूहमा सबै महिलाहरूको मात्रै समूहहरू हुनुहुन्छ सबै समूहमा। र हामीले चाहिँ स्पेसली काम गर्दा गर्दै पहिलो कुरा त अर्ग्यानिक तरकारीलाई नै जोड दिएका छौँ। दोस्रो कुरा त्यहीसँग सँगसँगै जोडिएको भकार सुधारको कार्यक्रमहरू भयो। अनि त्यसपछि यो गौँडेले मलका कुराहरू भयो, अनि सिँचाइ पोखरीहरूका कुराहरू लगायत यावत क्षेत्रहरूमा चाहिँ हामीले काम गरेका छौँ लिबरसँगको साझेदारीमा। अब समूह निर्माण भइसकेपछि समूहमा काम गर्दै गर्दा त्यहाँका दिदीबहिनीहरूको क्षमता चाहिँ वृद्धि भएको छ, क्षमता विकासमा चाहिँ वृद्धि भएको छ। उहाँहरूलाई विभिन्न यो उहाँहरूको क्षमता वृद्धिसँग सम्बन्धित तालिमहरू, व्यावसायिक योजना निर्माणसँग सम्बन्धित तालिमहरू, अनि उहाँहरूले त्यो आफ्नो समूहले के काम कसरी गर्ने जस्तो हिजो केही नै थाहा थिएन उहाँहरूलाई होइन, त्यो कसरी गर्ने भन्नेसँग सम्बन्धित तालिमहरूलाई समेत हामीले निरन्तरता दिएका छौँ। र हाम्रो नमुना महिला कृषक समूहबाट त त्यहाँका दिदीबहिनीहरू आफ्नो क्षमता प्रस्तुति गर्न प्रधानमन्त्रीसँग समेत गएर यहाँ समूहका बारेमा कुरा राख्न सफल भएको अवस्था छ। नेतृत्व विकास सँगसँगै हाम्रो चाहिँ 13 नम्बरमा यो अहिले यहाँ यसो हेर्नुभयो भने तपाईँहरूले मान्छेलाई भेट्नुभयो, कुराकानी गर्नुभयो भने अहिले हिजो तरकारी किनेर खाने प्रचलन थियो भने अहिले चाहिँ टोटल्ली त्यो तरकारी किनेर खान बन्द भएको छ। उहाँहरू आफ्नै करेसाबारीमा उत्पादन गर्नुहुन्छ र त्यही उत्पादनबाट आफ्नो
परिवारलाई स्वस्थ र ताजा तरकारी समेत फलाउन सफल हुनुभएको छ।